अब चौथो, यदि ज्येष्ठ नागरिक शारीरिक वा मानसिक रूपले ग्रस्त छ, भनौँ समस्यामा छ हैन, स्वास्थ्य समस्या छ उसको भने त्यतिखेरको अवस्थामा ज्येष्ठ नागरिकले गलत फैसला गर्न सक्छ। किनभने ज्येष्ठ नागरिकको आफै मानसिक सन्तुलन राम्रो छैन, उमेरको कारणले होस् अथवा जेको कारणले होस् हैन, शारीरिक समस्या छ, उसलाई आफै शरीरमा पीडा छ, त्यस्तो अवस्थामा उसले सही निर्णय लिन सक्छ भन्न सकिँदैन क्या। यो सोच्नु नै हाम्रो गलत हो। पाँचौँ, भावनाको असर भन्नाले यदि त्यो उमेर खाएको मान्छे ज्येष्ठ नागरिकलाई क्रोध, मोह, माया हैन त्यस्तोहरूमा लागेर उसले करुणाको आधारमा उसले फैसला गर्छ भने त्यतिखेर पनि उसले गलत फैसला गर्न सक्छ। जस्तै अब गाउँघरमा हुन्छ नि, अब एउटासँग अलिक धेरै मिलेको हुन्छ, उसको धेरै माया लागिरहेको हुन्छ, अनि अर्कोसँग अलिक कम मिलेको हुन्छ, उसको माया लागेको हुँदैन, थाहा हुँदैन। अनि त्यसमा यदि बहकिन्छ भने, त्यसमा बग्छ भने हैन, मानौ त्यही भावनामा बग्यो भने चाहिँ तपाईको त्यतिखेर चाहिँ गलत फैसला गर्न सक्छ क्या। किनभने यो यसको सङ्गत गरेको छु, यो त यस्तो यस्तो छ, अब अर्कोको सङ्गत गरेको छैन भने ऊ गलतै भन्न मिल्दैन नि त। त्यतिखेर सङ्गत पो नगरेको हो त, ऊ कति सही हो भन्ने कुरा कसरी थाहा भयो त। भावनामा बगिनु पनि राम्रो कुरा होइन।